होइन मैले नबुझेको कुरा सुनसरी हुन त हिरोको होइन मैले नबुझेको कुरा सुनसरी एकको जनतालाई चाहिँ कस्तो चाहिँ नेता चाहिएको रहेछ, कस्तो चाहिँ नेता चाहिएको रहेछ हौ। चट्ट बनिने हेन्सम कि कस्तो? यतिको काम गर्ने मान्छेलाई तपाईँहरूले भोट दिनु भएन भने अहिले अगाडि हुनुहुन्छ, ठिक छ, थोरै मतले अगाडि हुनुहुन्छ नि त, उहाँलाई त सोध्छ डबल मतले जित्नुपर्ने हो नि त। कस्तो चाहिँ नेता चाहिएको तपाईँहरूले? कि घरको सानपैले त्यो काम गरेको नि यहीले बनाएको हो कि त्यो नाटक मात्रै उहाँको? केही छैन छैन र म पनि गएर हेरेको छु त त्यहाँ, म यता मोरङको भए पनि काम त थुप्रै गर्नुभएको छ त। सुनसरी एकको जनता खासै दिमाग भएको जनता चाहिँ स्वार्थी हुनुहुँदो रहेछ नि उहाँहरू। काम लिने बेलामा लियो, दिने बेलामा अर्काइलाई दियो, त्यस्तो हुन्छ, त्यस्तै हुन्छ। हुन त हिरोको इन्ट्री चाहिँ अन्तिममा हुन्छ भन्थे हो जस्तो लाग्न थालेको छ। यदि धरानबाट हर्क साङपाङ हार्नुभयो भने धराने जनताको हार हुनेछ। धराने जनताले सबैलाई धिक्कार्नेछन्। यतिको काम गर्ने मान्छेलाई तपाईँहरूले हराउनु भयो भने नि कसम भनेको तपाईँहरू एउटा विकट गाउँको जनता जतिको पनि तपाईँहरूको दिमाग हुनेवाला छैन, तपाईँलाई कसैले पनि मान्नेवाला छैन है। यति चाहिँ भने यदि सुनसरी एकबाट हर्क साङपाङ हार्नुभयो भने तपाईँहरू सब हार्नुहुनेछ। तपाईँहरू मात्र होइन, नेपालै हार्नेवाला छ। जति बहुमत अर्कोले ल्यायो भने पनि एक किसिमको राम्रो नेतालाई मौकाबाट अलिक पर राख्नुहुनेछ तपाईँहरूले, यदि हार्नु चाहिँ भयो भने। तर उहाँ हार्नुहुन्न, जित्नुहुनेछ। त्यति साह्रो नबुझ्ने त पक्कै पनि हुनुहुन्न होला। तपाईँहरूले कतै न कतैबाट त मजाले भोट दिनुभएको होला। एकदमै उहाँले जित्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। म त